हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई आजको मेरो ब्लगमा। आज चाहिँ मलाई एकदम चटपट खान मन लागेर मैले यो चटपटे मसला चाहिँ घरै बनाएँ। त्यसपछि काँक्रो काटेर राखेँ, आलु पनि उसिने थियो। आलु चाहिँ यो हाम्रो घरकै आलु सानो सानो भइसकेको थियो, चाम्रिसकेको थियो, अनि त्यही राखेँ। यो कागती पनि हाम्रो घरकै हो, एकदम मिठो छ कागती। त्यसपछि मैले गेडागुडीहरू राखेँ। गेडागुडी राखिसकेपछि मैले यहाँ राख्छु। अब यस्तो मजाले देखिरहेछ कि मैले अब यसमा चाउचाउ राख्छु। चाउचाउ राखेपछि मेरी छोरी आइपुग्छिन्। अब एकैछिनमै छोरी आउँछिन्, चोर्दै भाग्दै गर्छिन्, चाउचाउ नुडल्स खान्छु, म त नुडल्स खान्छु भन्दै। नुडल्स राखिसकेपछि मैले भुजा राखेँ। मलाई चाहिँ एकदम चटपट खान मन लागेको भएर म एकदम धेरै बनाउँछु। चटपट खाने चाहिँ घर आज मम्मी र म मात्रै हुन्छौँ। त्यसपछि मैले यो मसला राख्छु। यो मसला चाहिँ मैले आफै घरै बनाएको हो, खुर्सानी। यो खुर्सानी पनि हाम्रो घरकै खुर्सानी हो, एउटा मात्र राखेँ किनकि मेरो छोरीले नि चटपट खान्छन्। त्यसपछि मैले तेल तताएर राखेँ। टमाटर पनि राखेँ। टमाटर मलाई एकदमै मनपर्छ, यो लास्टमा राखेँ मैले, अनि मम्मीलाई दिएँ। मम्मीले एकदम मिठो भएको थियो, अब यस्तै चटपटी बेच्न पर्यो भनेर यसो भन्दै हुनुहुन्थ्यो। त्यसपछि छोरी उफ्रिँदै बसी हिँड्या सोफामा, कति भद्रगल हुन्छ बच्चाहरू।